फाइनली गाइजहरू यसै गरी हाम्रो नेपालगञ्जको दसैँ यहीँ सकियो र म अरू अब सुर्खेत गएछु नि यो कन्टिन्यू गर्नेवाला छु र हेरेर साथ दिनु होला। स्टे ट्युन गाइज भन्न चाहन्छु। अब सबैजना घर फर्किन लागिसके। अब यति भिडभाड हुन्छ यो बाटो कि के भनौँ अब भनेर यस्तो भिड खुट्टा टेकिने ठाउँै हुँदैन। यही मान्छे कहाँबाट आउँदैन यति धेरै मान्छे बाबै न। बाई। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु आवर च्यानल। स्वागत छ यहाँहरूलाई मेरो ब्लगमा, शीतल ब्लगमा। अहिले बिहानको 8 बजेदेखि मैले युट्युब ब्लग स्टार्ट गरेकी छु र अहिले म छु यहाँ नेपालगञ्जमा। यहाँ मेरो सासू मम्मीले यहाँ पुरा सुपारी फुलहरू टन्नै लगाउनु भएको छ, तल पनि छ। अनि त्यसपछि यहाँहरूलाई मेरो युट्युब फ्यामिलीहरूलाई र देश तथा विदेशमा रहनुभएको दाजुभाइ तथा दिदीबहिनी आमा बुवाहरू सम्पूर्णलाई विजयादशमीको धेरै धेरै शुभकामना छ। आई होप हजुर एकदम दसैँको के भन्छ दसैँको एकदम रमझम एकदम दसैँ लगाइरहेकोलाई रमाइलो गरिराख्नु होला। कहाँ जानु लाग्यो हामी? नेपालगञ्ज हो नि हामी त लाग्यौँ। मजा आछ? मजा आछ कि नै? फाइनली हामी नेपालगञ्ज जान लायौँ। अहिले हामी कहाँ छौँ थाहा छ? देउती बजार कुतिरा भन्छ नि त्यहाँ। घरदेखि स्टार्ट गर्नुपर्ने भनेको हतार पतार भएर नि कस्तो राम्रो मौसम भन्छ। मौसमले पनि साथ दिन्छ। फाइनली गाइज हामी नेपालगञ्ज पुग्यौँ। मेरो बेहाल भन्छ यहाँ गाडी लाएर। पनि बेहाल छ गाडीमा। नानी टाइम नेपालगञ्ज सबै बन्द भइसकेको छ। यहाँ पनि पहल पहल बन्द हुँदैछ। सबै आफ्नो घरतिर दसैँ मनाउन गएको हुनाले सबै बन्द छ। यो गाडीमा हिँड्दाखेरि कोही हुन्छ नि, कोही मान्छे यस्तो सेन्ट लाउने के सेन्ट लाउने मान्छे देखेपछि त साइडमा भएपछि त उसको गाडीको झ्यालबाट हुन्न, गाडीको सिसा झ्यालबाट निकालेर फालाम जस्तो हुन्छ कि फाल्न सक्दिनँ र। अनि मैले 2 चोटि भमिट गरेँ गाडी लाएर हैरान। नेपालगञ्ज आयो कि यस्तो खाना सुरु भइहाल्छ हाम्रो त। के भन्छ मलाई भन्छ के भन्छ के जाति भन्छ। लाग्छौँ हाम्रो यो नेपालगञ्जको यात्रा। पानीपुरी र मिडियम होला पिरो पानीपुरी खानको लागि मलाई नेपालगञ्ज मनपर्छ। अनि मेला पनि हेर्नु पाइन्छ। अनि त्यसलाई पो त्यो रावण खाऊ। हामी त सुरु गऱ्यौँ सुरु भयो हाम्रो खाना। नेपालगञ्ज आयो कि हो यत्तिकै भयो नि त। अनि कस्तो छ कृष्ण? यहाँ मिठो कि सुर्खेतमा मिठो? भनिहाल्यो पहिले। हेलो एभ्रिवान, हामी यहाँ मेलामा हामी यहाँ मेलामा हेर्नु। हाम्रो यहाँ दसैँको बेलामा यस्तो मेला
दामी लागेको हुन्छ। देख्न सक्नुहुन्छ बाटोरै बाटो खानासाना बनाएर अब एकछिन पछि खाने भनेर यस्तो रमाइलो मेला हेर्न आएका छौँ कि हजुरहरूलाई देखे पनि कास हान पनि यहाँ भएको भए हुन्थ्यो भन्ने हुन्छ है। ल म एकछिन अस्ति नैको मेलाको छ नि त्यो पनि हेर्छु होला, यो पनि हेर्छु होला। यो चाहिँ फर्स्ट टाइम त, यो चाहिँ सेकेन्ड टाइम। मेला दिलों का आता है एक बार आगे चला जाता है भने पहिला खास चाहिँ यस्तो ठुल्ठुलो राख्थेन, सानो सानो बच्चा बच्ची अनि यस्तै खेल्ने राख्थ्यो। अहिले चाहिँ पुरै यो चर्केटिङ भएको, यो मोक्का क्यु भएको, अनि यो डान्सिङ यस्तै छ गाइस। यो सब हेर्नको लागि 1 वर्ष कुर्नुपर्छ हो। हामी त पहिला यहाँ रामायण देखाउँथे, अहिले पालि टिभीमा देखाए। नत्र त यहाँ मान्छेहरू अहिले आन्दोलनले गर्दाखेरि इन्डियाबाट नआउने भएर टिभीमा पुरा देखाउनु लाग्छ। यो ठाउँ पुरा प्याक हुन्थ्यो कि प्याक, एउटा खुट्टा टेक्ने ठाउँ हुँदैन। अब दसैँको दिन हुन्छ नि, लास्ट दिनमा सायद रामायण बनाउँछ कि रावण जलाउनु पठाउँछ, त्यति बेला हेर्नुहोला। म भिडियोमा रहिराख्नुहोला, म देखाउँछु। यहाँ खुट्टा टेक्ने ठाउँै हुन्न बिचरा, अहिले त पुरै खाली खाली छ। अपने पद की मर्यादा का उल्लंघन नहीं करता, मेरा स्वभाव अक्षोभ्य है, परंतु आज आपके बाण ने मुझे शुद्ध कर दिया। चल यदि अपनी मर्यादा को भंग करेगा तो आपकी आज्ञा का उल्लंघन होगा। इसको लाइटों में होगा प्रोग्राम। सो कतिको लागेछ हजुरलाई दसैँ? एकदम लाग्यो होला दसैँ, मलाई पनि लागिरहेको छ। तर आफू मान्छे यहाँ भए पनि मन जति सबै सुर्खेतको घरमा छ। यहाँ त यस्तो गर्मी छ, उहाँ कस्तो छ थाहा छैन। हिजो मैले आउनेलाई भिडियो गराएन र यस्तो आउनेलाई यस्तो रुन मन लाग्थ्यो, आँखामा आँसु भरेको थियो। फुलहरूको कस्तो के चिन्ता लाग्थ्यो। पहिला माले हाल्नुहुन्थ्यो, मा हुनुवाला ढुक्क हुन्थ्यो, यस्तो चिन्ता केही हुन्थेन, मान्थेन नि। सो साथीहरू, अघि म माथि भन्दै तलपट्टि बोलाउनु भएर नास्ता लिएर आइपुग्नु भएछ नानुको बाबा। अनि त्यसपछि नास्ता खान बोलाउनु भयो। नास्तामा अब नेपालगञ्जको उता सुर्खेतमा त के खाने बेल हुनुहुन्थ्यो कि प्रायः खाइन्थेन। के भयो? काकुले दिएको पर्सन काकुले के हो र चकलेट। अनि त्यसपछि के खाने हुन्थ्यो? यहाँ त त्यस्तो केही छैन चिन्ता, जे खाम भने पनि हुन्छ। अनि त्यसपछि हल्ला चनापुरी अनि के ल्याउनु थियो खाएको पनि बुझ्नु। मलाई यहाँको एकदमै जलेबी भन्दा रहेछन् एकदम मनपर्छ कि। उतातिर सुर्खेतमा यस्तो मोटो हुन्छ, पिठो भरेको हुन्छ क्या, त्यो पिठो भरेको एउटा मन पर्दैन। त्यसमा यहाँ यस्तै खानुलाई टन्न खाएँ, धेरै ल्याउनु भएको थियो। पेट भयो, मन के भन्छन्, मन हेर्दै कति चाँडो 10 बज्न लागिसकेको छ। म खाना बनाउँदैछु। उतापट्टि 2 जना छोरा, आमा छोरा नानी बसिरहेछन्। म यता आएर उतापट्टि खाना बसालेर यता बस्दैछु। अनि त्यसपछि यस्तै छ हजुरहरू, के कसो हुँदैछ दसैँको। अब दिउँसोतिर नले चिया खाएर हामी बजारतिर लाग्छौँ। मेरो बर्थडे अवसर एकदम राम्रो छ, उदित नारायण जस्तो है। एकदिन म सुनाउनेवाला छु गीत है। हामी खानासाना बनाएर अहिले कति बजेछ भने 7 बजेको बजारतिर बाटोमा दुर्गा माता की जय, जय माता की जय, जय माता की जय। वाउ, नेपालमा चाहिँ यही रमाइलो हुन्छ के गाइस। कस्तो दामी छ गल्ली।
जमजम हुन्छ। यसै त मन पर्दैन हो चाडपर्व नेपालगञ्ज। खाना बनाएर निस्केको हामी नाइट मार्केट हल्काफुल्का किनमेल गर्नलाई। मेन चुरा किन्न चाहिँ मैले अझसम्म किनेको छैन। यस्तो यता दुई भाउ छोरी काकु भाउ छोरी हिँडिरहेछन् भने म जाम हेरेर जाम हेर्छु। हेलो अझै गरा छैन फेरि ए सो साथीहरू देख्न सक्नुहुन्छ हाम्रो टिका सकेर अब हामी यहीँ घरमा मात्र हो। टिका सकेर अब यहाँ हिजो मैले यो अगाडिको भिडियो देख्न हेर्नु होला। भिडियोमा पुरा यो खाली अनि म त्यहाँ गएर पनि भिडियो गराएको छु कि खाली थियो। अनि आज यो लास्ट यो दसैँको दिनमा अब रावण जलाउने रामलीला सकिने भयो। त्यहीको भिडभाड देख्न सक्नुहुन्छ। अनि त्यसपछि यति प्याक हुन्छ। अब पुरा यो बाटो छ नि यहीँसम्म भोटिन्छ कि यो बाटो। अझ अहिले त के नै हो र। अनि खुट्टा टेक्ने ठाउँ हुन्न। पिङ हिजो अस्ति पुरा खाली थियो। अहिले त बल्ल मान्छेहरू। आज लास्ट दसैँ मतलब आज फर्स्ट दसैँ। आज यो सकिने चाहिँ अन्तिम हो कि। रावण ठडाइकन रावणको पुतला बनाएर रावणलाई जलाउँछन् कि रावणको विनाश गर्छन्। रावणलाई मार्छन्। अनि रावण हेर्न पनि त्यहीको लागि पनि आउँछन् कि कताबाट टाढै सानो बच्चा बोकेर पनि कति आउन सक्छन् बिचराको जाँगर चलाएका हुन्। यो बाटोबाट अहिले त्यो रावण देख्नु होला। अब एकछिनमा त्यो रावण जलाउँछन्। यस्तो भिड 9वटा टाउको बिचरा हिजोदेखि बिहान पानी परेर हाउरी आएर ढल्या यस्तो भिडभाड छ। यस्तो भिड हल्ला खल्ला खुट्टा टेक्ने ठाउँ छैन। यहाँ हराउँछन् मान्छे। यही हेर्न जस्तो गएर अब सकिने। अब फाइनल्ली रावण जल्यो गाइजहरू। खासै देखेको छैन। फाइनल्ली रावण मर्यो गाइजहरू। पटका पट्काएर पुरै रावणभित्र पटका नै पर्यो। बिचरा चराहरू उनीहरूलाई रुख पनि बसेका। ए यो त चमेरो पो रहेछ नि। कौवा भनेको त चमेरो पो रहेछ। पहिला पुरै देखिन्थ्यो। अहिले त यो ठुलो भएको हुनाले नदेखिने भयो। वाउ कत्रो नेपालगञ्ज आउनुपर्छ के यसको मजा लिनको लागि। वाउ अझ तिहारको बेला कस्तो रमाइलो हुन्छ हजुर। यो तिहारको बेला चाहिँ देशीहरूले कस्तो दामी पटकाहरू पट्काउँछ नि। त घाँटी सुकिसकेछ। ल यो चाहिँ फाइनल्ली रावण जलेको। ओ माई गड। ल बाई बाई रावण।
दाजुहरू हाम्रो यो नेपाली के अरे सरी नेपालगञ्जको मेला यसै गरी हाम्रो आज हामी सुर्खेत जाँदै क्रिस्टिना क्रिस्टिनालाई चाहिँ पिर परेछ है किनकि आज सुर्खेत जान परेछ जान मानेको थिएन यस्तै छ अहिले हामी चिसापानी जङ्गलमा बसेछौँ अहिले हामी मङ्की खिच्छौँ मङ्कीको भिडियो तेस्रो दिन हो दसैँको हाम्रो नानी आए हेरे अनि तेरो म्यासेज पठाएँ उहाँलाई ल हामी यता आएको छौँ आमाको हातबाट टिका थाप्न ल नानु के भयो नानी सो गाइज आज रहेको छ दसैँको चौथो दिन र हामी यहाँ सुर्खेत हाम्रो मामाको माइजूको घरमा दसैँ हाम्रो दसैँ टिका सिका लाउन खानपिन दिउँसैदेखि एकदम रमाइलो भइरहेको छ र दसैँ सकेको छैन हाम्रो ल स्टेडियम किन राउनुहुन्छ आज मामा घरमा टिकाको दसैँ प्रोग्राम यता माइजूले टिका लगाइदिनु लाग्नुहुन्छ सबैलाई रहेको भयो हस् त यति यसै गरी हाम्रो दसैँ यसरी नै सकिएको छ अनि यहाँहरूले भिडियो हेरिसक्नु होला यतिखेरसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ ल ओके बाई